राजा महेन्द्र के स्टाइलमा अघि बढ्यो रासोपा नेतृत्वको बालेन सरकार। अन्तत 26 वर्षपछि खुल्यो हेटौडा कपडा उद्योग। तानको खटखट आवाजले तान्यो सारा नेपालीको ध्यान। खुल्ने लाइनमा छन् जनकपुर चुरोट कारखाना सहित राष्ट्रका गौरव थप 6 उद्योग। हजारौं नेपालीका लागि खुल्न सक्छ रोजगारीको नयाँ ढोका। रवि र बालेनको सम्बन्ध बिग्रियो भन्ने च्याप्टर रविले नै गरिदिए क्लोज। चौतर्फी देशी विदेशी घेराबन्दी पछि बोल्न थाले प्रधानमन्त्री बालेन, खोल्न थाले प्रगतिका फेहरिस्त। 26 वर्षदेखि चिहानमा पुरिएको एउटा इतिहास आज अचानक कसरी बिउजियो? फेरि सुन्नुस् यो आवाज। यो केवल एउटा मेसिनको खटखट होइन, यो हजारौं नेपालीको भत्किएको सपना फेरि जोडिएको आवाज हो। महेन्द्र कालमा खुलेर पछि सत्ताका ठेकेदारहरूले कवाड बनाएको हेटौडा कपडा उद्योग अन्तत बालेन नेतृत्वको सरकार र नेपाली सेनाको संयुक्त पहलमा सास फेर्दैछ। 36 वटा देशमा नेपालको कपडा निर्यात गर्ने र 1200 नेपालीलाई प्रत्यक्ष रोजगारी दिने त्यो गौरवशाली उद्योगलाई कसरी मार्यो र आज कुन शक्तिले यसलाई फेरि बिउताउँदैछ? तथ्यहरू आफै बोल्छन्। हेटौडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भइसकेको छ। तर कुरा हेटौडाको मात्रै होइन, वर्षौंदेखि घाटामा डुबेर कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेडले 50 वर्षमा नाफामा उक्लिँदै आज 3 करोड खुद नाफा कमाएको छ। उता दुग्ध विकास संस्थान डीडीसीको व्यापार ह्वात्तै बढेको छ। किसानले महिनौदेखि नपाएको 72 करोडको बक्यौता घटेर 35 करोडमा झरेको छ भने पहुँचवालाले सित्तैमा खाने दूध र घिउको अवैध सुविधा काटेरै वार्षिक 3 करोड जोगिएको छ। वायु सेवा निगमले 6 महिनामै 6 अर्ब भन्दा बढी आम्दानी गर्दै जहाजको ऋण तिर्न थालेको छ। अनि सिंहदरबार वैध खानाको उत्पादन एकै वर्षमा 4 गुणाले बढेको छ। यसको सीधा अर्थ के हो? अर्थ स्पष्ट छ। हजारौं युवाले अब खाडीको चर्को घाममा होइन, आफ्नै देशको माटोमा पसिना बगाउन पाउनेछन्। आयातमा निर्भर हाम्रो अर्थतन्त्रको जग आफ्नै उत्पादनले बलियो बन्दैछ। तर यहाँनिर एउटा गम्भीर प्रश्न उभिन्छ। पहिले के भनिएको थियो अनि अहिले के देखिँदैछ? हामीलाई वर्षौंदेखि सिकाइयो सरकारले उद्योग चलाउने होइन। यही भाष्य निर्माण गरेर टेरामक्स र वाइड बडी लुटियो। ललिता निवास र बाँसबारीको जग्गा कौडीको भावमा बेचियो। कागजमा घाटा देखाइयो, व्यवहारमा राज्यको सम्पत्ति दोहन गरियो। जसले देशमा उद्योग खोले तिनलाई निरङ्कुश भनियो अनि जसले उद्योग बेचेर कमिसन खाए तिनलाई लोकतन्त्रवादी मानियो।